भन्न अन्त केसी तैँले कस्तो कस्तो भिडियो बनाउन थाल्छौ? ए भाइ फेसबुक इन्स्टाग्राम युट्युबतिर फेमस हुनु लागि नि भाइ केटीहरूले नाङ्गे नाङ्गे भिडियो यति लगाएको लुगा भिडियोहरू हालिरहेको छ भाइ फेमस हुनु लागि। हामी त भाइ कमेडी भिडियो बनाउँछ। अहिले केटीहरूले यति लुगा लगाएर भिडियो गरोस् त भिडियो हालोस् त एकैचोटिमा भाइरल हुन्छ। अब हामी भ्लगरहरू कस्तो कस्तो मेहनतले अब घामहरूतिर कस्तो भएर होइन को भ्लगहरू हालिरहेको हुन्छ बिचरा उनीहरूलाई सपोर्ट गरिदिँदैन हामीलाई सपोर्ट गरिदिँदैन। हामी कमेडी मान्छे होइन एउटा कमेडी हामी गर्छौँ हामीलाई सपोर्ट गरिदिँदैन। जसले मेहनत गर्छ जसले स्ट्रगल गर्छ त्यसलाई त सपोर्ट गर्नुपर्छ नि त भाइ। हुन त तैँले पनि राइट कुरा गरेको। सपोर्ट गर्नुपर्छ पर्दैन पर्छ अन्त हामीलाई चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले हामीलाई सपोर्टै गरिदिँदैन। मैले चाहिँ भनेको होइन जसले मेहनत गर्छ त्यसलाई सपोर्ट गर न त। त्यो यति लुगा लगाएर उयो गरिरहेको हुन्छ दाजुभाइ दिदीबहिनी सबले फलो एकैछिन भाइरल भइहाल्छ केटीहरूको। हामी चाहिँ मेहनत गर्छौँ यस्तो घाममा गरममा कस्तो कस्तो सोचेर गर्नुपर्छ होइन भाइरलै हुँदैन क्या। त्यस्तो खालके चाहिँ हामीलाई सपोर्ट गर्नुपर्छ नि त भाइ। तिमीहरूले सपोर्ट गरिनस् भने हामीलाई कसले गर्छ ल भन्छ तँहरूले सपोर्ट गरिनस् भने नेपालीले सपोर्ट गरेको मात्रै अगाडि बढ्छ नि त। यो कुरो चाहिँ गर्नुपर्ने हो ठिकै होइन कुरा। ठिकै